अन्य हजुरको के समस्या चाहिँ ठिक भयो सर यो क्लोरोफिल प्रयोग गरिसकेपछि? मलाई यो क्लोरोफिल खाइसकेपछि मैले प्रयोग गरिसकेपछि चाहिँ मेरो पेटको मेन कुरो भनेको मेरो पेटको ग्यास्ट्रिक ठिक भयो। यो खाइसकेपछि अहिले मेरो यो खाना खाने बेलामा त्यो पेट फुलिने हुन्थ्यो अनि टोइलेट राम्रो नलाग्ने यो एकदम क्लियर भयो। र अनि अर्को समस्या एउटा यो खाइसकेपछि मेरो पिसाब मार्फत एउटा मेरो सानो पथरी पनि निस्कियो। पथरी नै गयो? हजुर। त्यसले गर्दाखेरि मैले चाहिँ अब यसमा यसको भिडियो हेर्दाखेरि अब पथरीको पनि काम गर्छ, किडनीमा भएको पथरीहरू पनि निकाल्छ भनेको सुनेको थिएँ, तर हो रहेछ जस्तो लाग्यो मलाई होइन मेरो पथरी निस्किँदाखेरि चाहिँ। त्यसैले गर्दाखेरि मैले यो अब लिक्विड क्लोरोफिलको चाहिँ अब मैले यो टिकटकमा यसको भिडियो हेरेर चाहिँ मलाई पुरा विश्वास लागेर मैले मलेसियाबाट नै अर्डर गरेर मैले खाएर हेरेको। यो लिक्विड क्लोरोफिल खाइसकेपछि चाहिँ मेरो पेटको बिमारहरू चाहिँ मेरो समस्या चाहिँ धेरै ठिक भयो। मलाई त्योभन्दा पहिला खाना खाएपछि पेट धेरै फुल्लिने, टोइलेट टाइममा नलाग्ने हुन्थ्यो। अहिले खाइसकेपछि मलाई एकदम राम्रो भएको छ। सम्पूर्णमा नमस्कार। आज हाम्रो यो लिक्विड क्लोरोफिलको अफिस धुम्बाराई चोकमा एकजना विशेष व्यक्तित्व आउनुभएको छ। उहाँले मलेसियामै रहेर मलेसियाबाटै हामीलाई यो लिक्विड क्लोरोफिल चाहिँ अर्डर गर्नुभएको थियो। उहाँको स्वास्थ्यमा के समस्या थियो र यो प्रयोग गरिसकेपछि अहिले कस्तो अवस्थामा हुनुहुन्छ भनेर प्रश्न गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। सर हजुरलाई स्वागत छ। हजुर नमस्कार। हजुरको शुभ नाम? मेरो नाम लालबहादुर तामाङ। लालबहादुर तामाङ। हजुर। हजुर मलेसियादेखि नेपाल छुट्टीमा आउनु भएको छ है? हजुर। अनि हजुरले यो लिक्विड क्लोरोफिलको विषयमा मलेसियामा चाहिँ कसरी थाहा पाउनुभयो? यो चाहिँ मैले मलेसियामा के अरे टिकटकमा हेरेर अनलाइन मार्फत थाहा पाएको हो। हजुर हजुर। र अनि मैले अब यो खानुभन्दा पहिला चाहिँ मलाई यो के अरे पेटको धेरै समस्या थियो। हजुर हजुर। अब ग्यास्ट्रिक हुने, खाना खाएपछि पेट फुल्लिने, अब टोइलेट राम्रो नलाग्ने, अनि अब हरेक समस्या थियो पेटको मेरो। त्यसैले गर्दाखेरि मैले यो अब लिक्विड क्लोरोफिलको चाहिँ अब मैले यो टिकटकमा यसको भिडियो हेरेर चाहिँ मलाई पुरा विश्वास लागेर मैले मलेसियाबाट नै अर्डर गरेर मैले खाएर हेरेको। यो लिक्विड क्लोरोफिल खाइसकेपछि चाहिँ मेरो पेटको बिमारहरू चाहिँ मेरो समस्या चाहिँ धेरै ठिक भयो। मलाई त्योभन्दा पहिला खाना खाएपछि पेट धेरै फुल्लिने, टोइलेट टाइममा नलाग्ने हुन्थ्यो। अहिले खाइसकेपछि मलाई एकदम राम्रो भएको छ। यदि तपाईँहरूले अब भनौँ देश विदेशबाट अथवा नेपालबाट कता कताबाट हेर्दै हुनुहुन्छ, यदि यो भिडियो हेरेर हेर्नु भएको छ भने तपाईँहरूले पनि एकचोटि यो क्लोरोफिललाई चाहिँ अब किनेर चाहिँ प्रयोग गरेर चाहिँ हेरिदिनु होला। त्यही भनेर म धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सर। अनि मलेसियामा बस्नुहुने धेरैजना साथीहरूले चाहिँ यो त अनलाइनतिर नि पाउँदो रहेछ, तपाईँहरूसँगै किन्नुपर्छ भन्ने छैन, म त अनलाइनतिर मगाउँछु मगाइरहेको छु भन्नुहुन्छ। उहाँहरूलाई हजुरले के भन्न चाहनुहुन्छ? होइन यो कुरा मलाई भनेको पनि हो होइन। अब यो त यही अनलाइनमा आइहाल्दो रहेछ भन्ने कुरा नै भएको थियो। अब मैले चाहिँ भने अब यो लोगो भएको र लोगो नभएको, अब जस्तै यो अब सेम यो क्लोरोफिल नाम लेखेको हुन्छ तर पाउँछ अनलाइनमा, मलेसियामा नपाउने, तर यो लोगो बेकारको पाउँछ। त्यो भनेको चाहिँ अलि अब त्यो 2 नम्बरी जस्तो लाग्यो मलाई पनि होइन। तर यो तपाईँहरूले यदि लिक्विड क्लोरोफिलै खानु चाहनुहुन्छ, प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँहरूले यसमा जस्तै अब यो लिक्विड क्लोरोफिलको यसमा वाट्सएप नम्बर छ, त्यसमा तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र अनि तपाईँहरूले अनलाइन मार्फत अनि यो दबाई लिन सक्नुहुन्छ। मलेसियामा अनलाइनतिर चाहिँ धेरै डुप्लिकेटहरू क्लोरोफिलहरू नि पाइन्छ। हजुरले नि पहिला अर्कै क्लोरोफिल किनेको भन्नुभएको थियो है? हजुर, मैले सुरुमा मैले यही भिडियो हेरेर चाहिँ अनलाइन अर्डर गर्दाखेरि चाहिँ यो लोगो नपाएर अर्कै डुप्लिकेट पाएको थिएँ। अनि त्यस पछाडि मैले त्यो पनि ट्राई गरेँ, तर त्यसमा चाहिँ मलाई खासै विश्वास लागेन। त्यस पछाडि चाहिँ मैले तपाईँको यो भिडियो हेरेर यो भिडियोमा मैले वाट्सएप नम्बर देखेँ, तपाईँहरूले वाट्सएप नम्बर राख्नु भएको रहेछ। त्यही वाट्सएप नम्बर सेभ गरेर मैले अनि कन्ट्याक्ट गरेर अनलाइन मार्फत अनलाइन पे गरेर अनि सामान डेलिभरी लिएको मैले। जस्तै अनलाइन पे गरेको 2-3 दिनभित्रमा चाहिँ सामान डेलिभरी हुन्थ्यो त्यहाँ, त्यसै गरेर खाएको हो मैले। आफूले मात्रै नखाएर नि मैले धेरै साथीहरूलाई खुवाएँ त्यहाँ, अनि त्यही विश्वास लागेर नै मैले अब मलेसियादेखि आएर अहिले मैले यो चाहिँ मेरो लागि होइन, मैले मेरो घरमा मेरो आफ्नो आमाको लागि लगेर जाँदै हुनुहुन्छ। अब तपाईँहरूलाई नि यदि विश्वास लाग्छ, अब तपाईँहरूले भिडियो हेरेर कस्तो लाग्छ तपाईँहरूले पनि अब यसो अर्डर गरिदिनु होला, त्यही भन्न चाहन्छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनलाइन